Human beings simply aren't built to function at the cruising altitude of a 747. 8,848 मिटर सगरमाथाको टुप्पो। त्यहाँ पुगेपछि वास्तवमा के हुन्छ तपाईँलाई थाहा छ? त्यहाँ हावामा यति कम अक्सिजन हुन्छ कि हाम्रो शरीरलाई जति चाहिन्छ नि त्यसमा त्यसको जम्मा 1/3 मात्र। यसको मतलब तपाईँ त्यहाँ जति धेर बेर उभिनुहुन्छ तपाईँको बिस्तारै बिस्तारै मर्ने चान्स बढ्दै जान्छ। सन् 1996 मे 10 तारिक त्यो दिन सगरमाथामा एउटा यस्तो भयङ्कर आँधी आयो जहाँ एकै दिन 8 जनाले ज्यान गुमाए। तर साथीहरू, त्यो दिनको सबैभन्दा मन रुवाउने कुरा के थियो थाहा छ? मृत्युको मुखमा पुगेका एकजना मान्छे आफ्नी गर्भवती श्रीमतीसँग अन्तिम कुराकानी गर्दै थिए र दुवैजनालाई राम्रोसँग थाहा थियो अब उनीहरू सायद कहिल्यै भेट्ने छैनन्। नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानलमा। आज हामी कुरा गर्दैछौँ सन् 2015मा रिलिज भएको फिल्म एभरेस्टको बारेमा। यो कुनै बनावटी वा काल्पनिक कथा होइन है, हाम्रै देशको हिमालमा घटेको एउटा यथार्थ हो। भिडियो अन्तिमसम्म हेर्नुहोला किनभने यो कथाको अन्त्यमा एउटा यस्तो मान्छेको कुरा आउँछ जसलाई सबैले मरिसक्यो भनेर हिमालमै छोडेका थिए, तर ऊ मृत्युलाई जितेर आफै घर फर्किएर आउँछ। यो कथा बुझ्न हामी 90को दशकतिर फर्किनुपर्छ। त्यो बेलासम्म सगरमाथा चढ्ने कुरा प्रोफेसनल क्लाइम्बरहरूको मात्र रहेको थिएन, यो एउटा ठुलो बिजनेस बनिसकेको थियो। सिधा कुरा, पैसा तिर्नुहोस्, गाइडले तपाईँलाई टुप्पोसम्म पुर्याइदिन्छ। कति पैसा? $65,000। त्यो जमानाको हिसाबले सोच्ने हो भने करोडौँ रुपियाँ। अब यो कथाको मुख्य पात्रलाई चिनौँ। रब हल, न्युजिल्यान्डका अनुभवी क्लाइम्बर। उनी एडभेन्चर कन्सल्ट्यान्ट्स भन्ने कम्पनी चलाउँछन्। रब कस्तो मान्छे हुन् भने उनका लागि सेफ्टी सधैँ पहिलो नम्बरमा आउँथ्यो। उनको रेकर्ड पनि एकदमै क्लिन थियो। उनका क्लाइन्टहरू टुप्पोमा पुग्छन् र सबैभन्दा ठुलो कुरा जिउँदै फर्किन्छन्। उता घरमा न्युजिल्यान्डमा उनकी श्रीमती हुन्छन् ज्यान आर्नोल्ड। उनी आफै पनि डाक्टर र क्लाइम्बर पनि हुन्छन्। उनी त्यस बेला 7 महिनाको गर्भवती हुन्छन्। हिँड्ने बेला रबले बाचा गरेका हुन्छन्, यो मेरो अन्तिम ट्रिप हो, बच्चा जन्मिनु अघि म जसरी पनि घर आइसक्छु। अनि ज्यानले पनि पत्याउँछिन्। रबको टिम काठमाडौँमा भेला हुन्छ। यी अनुहारहरूलाई राम्ररी सम्झिनुहोस् है, किनभने यी मध्ये सबैजना फर्केर आउने छैनन्। पहिलो, डग भ्यान्सन, अमेरिकाका एकजना साधारण हुलाकी। उनी धनी मान्छे होइनन्, 2टा जागिर गरेर वर्षौँ पैसा जोगाएर यहाँसम्म आइपुगेका हुन्छन्। दुःखको कुरा के हो भने गएको वर्ष उनी सगरमाथाको टुप्पोभन्दा जम्मा 100 मिटर तलबाट फर्किनु परेको थियो। रबले नै उनलाई सुरक्षित राख्न फर्काएका थिए। यसपालि रबले उनलाई डिस्काउन्ट दिएर ल्याएका हुन्छन् र डगको सोच एउटै छ, यसपालि जसरी पनि टुप्पोसम्म पुग्ने। दोस्रो, बिग ब्रदर्स, टेक्सासका धनी डाक्टर। अलि ठुल्ठुला कुरा गर्ने, अलिकति घमण्डी स्वभावका, तर बाहिरबाट उनी जति सुखी देखिन्छन् भित्र त्यो मान्छेको मन त्यति नै रित्तो थियो। उनी वर्षौँदेखि डिप्रेसनसँग लडिरहेका थिए र उनले डिप्रेसनबाट भाग्न के बाटो रोजे भन्दा पहाड। उचाइमा पुगेपछि उनको दिमाग शान्त हुन्थ्यो, यो उनका लागि एक किसिमको औषधि जस्तै भइसकेको थियो। तर घरमा श्रीमती र छोराछोरी उनलाई पर्खिँदा पर्खिँदा थाकिसकेका थिए। साँच्चै भन्ने हो भने उनी हिमाल चढ्न होइन, आफ्नै जीवनबाट भाग्न त्यहाँ आएका हुन्छन्। एउटा कुरा याद राख्नुहोस् है, यो ट्रिपभन्दा केही समय अघि मात्र बेकले आँखाको अपरेसन पनि गराएका थिए। तेस्रो, यासुको नाम्बा, जापानकी 47 वर्षीय महिला। उनी संसारका 7 महादेशको सर्वोच्च शिखरमध्ये 6वटा चढिसकिन्, बाँकी छ त केवल एउटा एभरेस्ट। चौथो, जोन क्राकाओर, पत्रकार। उनी आउटसाइड म्यागजिनका लागि रिपोर्ट लेख्न आएका हुन्छन्। उनी सबैलाई एउटै प्रश्न सोध्ने गर्छन्, आखिर किन चढ्ने नि? अनि सबैभन्दा गजबको जवाब बेकले दिन्छन्, किनभने त्यो त्यही छ। लुक्लाबाट पदयात्रा सुरु हुन्छ। नाम्ची बजार, तेङ्बोचे गुम्बा, लामाको आशीर्वाद अनि पूजा। हाम्रो शेर्पा संस्कृतिमा हिमाल चढ्नु अघि सगरमाथासँग अनुमति माग्ने चलन छ। त्यही हो यो। 5300 मिटरमा आउँछ बेस क्याम्प। तर यहाँ रबको टिम मात्र हुँदैन। त्यो सिजनमा 20 भन्दा बढी एक्सपेडिसन
एकैचोटि आएका हुन्छन्। सयौँ मान्छे, एउटै पहाड अनि माथि जाने बाटो पनि एउटै। बेस क्याम्प सम्हाल्ने जिम्मा हेलेन विल्सनको हुन्छ। उनी बेस क्याम्पबाट रबको आँखा र कान हुन्छन्। त्यही भेटिन्छन् स्कट फिसर, माउन्टेन म्यानेज कम्पनीका मालिक, अमेरिकी नागरिक, एकदमै खुल्ला स्वभावका, रिस्क लिन मन पराउने मान्छे। रबभन्दा ठ्याक्कै उल्टो स्वभावका, दुवै एकअर्काका प्रतिस्पर्धी हुन्छन्। तर हिमालमा भिड देखेपछि रबले उनीसँग प्रस्ताव राख्छन्, यसपालि सँगै जाउँ। स्कटको टिममा एकजना यस्ता मान्छे छन् जसलाई यो कथाले भुल्नै हुँदैन, लोप्साङ जाङबु शेर्पा। उमेर जम्मा 23 वर्ष, तर तागत यस्तो कि टिमका सबैजना छक्क पर्थे। उनी स्कटका क्लाइम्बिङ सरदार हुन्। स्कट र लोप्साङ बीच गुरु चेला वा मालिक कामदारको भन्दा पनि बाबु छोरा जस्तो आत्मीय सम्बन्ध हुन्छ। जहाँ स्कट जान्छन्, लोप्साङ त्यहीँ हुन्छन्। अब आउँछ एभरेस्टको सबैभन्दा डरलाग्दो भाग, खुम्बु आइसफल। यो एउटा जमेको बरफको नदी हो जुन हरेक दिन सर्छ। घर जत्रा बरफका डल्लाहरू कुनै पनि बेला भत्किन सक्छन्। माथि एउटा सानो एल्युमिनियमको भर्याङ हुन्छ, तल हेऱ्यो भने केही देखिँदैन, मात्र कालो खाडल। अनि यी भर्याङ बिछ्याउने, डोरी तान्ने, सामान बोक्ने काम कसले गर्छ त? पक्कै पनि शेर्पाहरूले। म यहाँ तपाईँहरूलाई एउटा यस्तो कुरा भन्छु जुन धेरैले सुन्नै भएको छैन। हरेक सिजनको सुरुमा अरू कोही विदेशी आउनुभन्दा हप्तौँ अघि एउटा सानो टिम त्यो आइसफलमा बस्छ। उनीहरूलाई आइसफल डाक्टर पनि भनिन्छ। उनीहरूको काम हो पुरै आइसफलमा ज्यान जोखिममा राखेर बाटो खोल्ने। भोलिपल्ट त्यही बाटोबाट सयौँ विदेशी क्लाइम्बरहरू हिँड्छन् जसलाई थाहै हुँदैन कि यो बाटो कसैले ज्यानको बाजी राखेर बनाइदिएको हो। अनि सिजन सकिएपछि त्यही टिम फेरि जान्छ र ती सबै भर्याङ खोलेर ल्याउँछ। न कुनै फोटो छापिन्छ, न त कुनै हेडलाइन नै बन्छ। फिल्मले यो कुरा स्पष्ट देखाएको छ, शेर्पा नभए एभरेस्ट, एभरेस्ट नै होइन। अब सुरु हुन्छ एक्लिमेटाइजेसन, अर्थात् शरीरलाई उचाइमा बानी पार्ने प्रक्रिया। क्याम्प 1 जाने, तल झर्ने, क्याम्प 2 जाने, तल झर्ने। यसमा हप्तौँ लाग्छ। यहाँ रब एउटा नियम बारम्बार दोहोऱ्याउँछन्। यो नियम याद राख्नुहोस् है, यो पछि एकदमै काम लाग्छ। दिउँसोको 2 बज्यो भने टुप्पोमा पुगे पनि नपुगे पनि जसरी पनि फर्किने। आखिर किन त? किनभने अँध्यारो हुनु अघि सुरक्षित क्याम्पमा पुगिएन भने अक्सिजन सकिन्छ र त्यो उचाइमा अक्सिजन सकिनु भनेको खेल खतम हुनु हो। 8000 मिटरभन्दा माथिको भागलाई डेथ जोन अथवा मृत्यु क्षेत्र भनिन्छ। यहाँ पुगेपछि शरीरले खाना पचाउन छोड्छ, मांसपेशी गल्न थाल्छ, दिमागमा पानी जम्न सक्छ। सिधा भाषामा भन्दा यो ठाउँ मान्छे बाँच्नको लागि बनेकै होइन। मे 9 तारिक, क्याम्प 4, साउथ गोल, 7900 मिटर। यो सबैभन्दा अन्तिम क्याम्प हो। राति 11:30 बजी टिमले उकालो लाग्न सुरु गर्छ। अँध्यारोमा टाउकोमा बलेका हेडल्याम्पहरूले एउटा लामो लाइन बिस्तारै माथितिर सर्दै जान्छ। अनि साथीहरू, ठ्याक्कै त्यहाँबाट कुरा बिग्रिन थाल्छ। पहिलो प्रब्लम, ट्राफिक जाम। रब र स्कटको टिम मात्र होइन, ताइवानी टिम पनि त्यही रात निस्किएको हुन्छ। साँघुरो बाटो हुन्छ र दर्जनौँ मान्छेको लाइन हुन्छ। दोस्रो प्रब्लम, डोरी नै बाँधिएको हुँदैन। जुन शेर्पाहरूले अगाडि गएर डोरी फिक्स गर्नुपर्ने थियो, उनीहरू बिचै कुरा मिलेको हुँदैन। नतिजा, हिलारी स्टेपमा घन्टौँ जाम पर्छ। त्यो उचाइमा 1 घन्टा जाममा पर्नु भनेको खाली समय खेर जानु होइन, तपाईँको अक्सिजन खेर जानु हो, शरीरको तागत खेर जानु हो। यही ब्रेकसँग समस्या सुरु हुन्छ। उचाइको प्रेसरले गर्दा उनले हालसालै अपरेसन गराएको आँखाले काम गर्न छोड्छ। उनी अन्धो जस्तै हुन्छन्। रब भन्छन्, तपाईँ यहीँ बस्नुहोस्, कतै नजानुहोस्, म फर्किँदा सँगै लैजान्छु। बेक हुन्छ भन्छन्, तर रबको त्यही एउटा बाचाले बेकलाई घन्टौँसम्म हिउँमा उभिन बाध्य पार्छ। अब दिउँसोको 2 बज्छ। कोही कोही टुप्पो पुगिसके। जोन क्राकाओर, अनातोली बुक्री लगायत केही मान्छे टुप्पोमा पुगिसकेका हुन्छन्, तर डग ह्यान्सन अझै तलै हुन्छन्। डग पूर्ण रूपमा थाकिसकेका छन्, शरीरले साथ छोडिसक्यो, तर उनको अनुहारमा एउटै जिद्दी छ, गएको वर्ष फर्किए, यसपालि होइन। अनि रब हल, जसले आफै 2 बजेको नियम बनाएका थिए, आज आफ्नै नियम तोड्छन्। अलिकति मात्र बाँकी छ डग, जाउँ। अनि दुवैजना माथितिर हिँड्छन्।
बेलुकाको करिब 4 बजे मात्र डग भान्सन टुप्पोमा पुग्छन्। रबले उनलाई अँगालो हाल्छन्। एउटा साधारण हुलाकीको जिन्दगीभरको सपना बल्ल पुरा हुन्छ। तर एकछिन आकाशतिर हेर्नुहोस् त, 2 घन्टा ढिलो भइसक्यो अनि तल दक्षिणबाट एउटा भयङ्कर आँधी माथितिर सर्दैछ। केही मिनेटमै भिजिबिलिटी शून्य हुन्छ। हावा 130 किलोमिटर प्रति घन्टाको रफ्तारमा चल्न थाल्छ। तापक्रम -40 डिग्री अनि सबैभन्दा डरलाग्दो कुरा, अक्सिजनका बोतल रित्तिदै छन्। ओर्लिने क्रममा डग बेहोस हुन्छन्, न बोल्न सक्छन् न त हिँड्न नै। रब उनलाई त्यहाँ छोडेर जान सक्दैनन्। म उसलाई यहाँ छोड्दिन। रेडियोमा रबको आवाज सुनेपछि उनका सहयोगी गाइड एन्डी ह्यारिस अक्सिजन लिएर माथि जान्छन्। तर समस्या के भइदिन्छ भने एन्डी आफै हाइपोक्सिया अर्थात् अक्सिजनको कमीले हुने अवस्थाको शिकार भइसकेका हुन्छन्। अक्सिजन नपुगेर उनको दिमागले सही सोच्नै छोडिसकेको हुन्छ। उनी खाली बोतललाई भरिएको भन्न थाल्छन्, भरिएकोलाई खाली। अनि त्यसपछि एन्डी ह्यारिस त्यो अँध्यारो आँधीमा हराउँछन्, सधैँका लागि। यता तल साउथ कोलमा अर्को टिमले बाटो बिराउँछ। क्याम्प जम्मा 300 मिटर पर हुन्छ, मात्र 300 मिटर। तर हिउँको हुरीमा केही देखिँदैन। बेक यासुको र अरू केही मान्छे हिउँमै एकअर्कालाई अँगालो हालेर बस्न बाध्य हुन्छन्। अनि यहीँनिर एकजना मान्छे साँच्चीकै हिरो बन्छन्, अनातोली बुक्रिब, रुसी क्लाइम्बर। त्यो भयानक आँधीमा उनी एक्लै 3 पटक बाहिर निस्किन्छन् र 3 जनालाई हिउँबाट तानेर क्याम्पसम्म ल्याउँछन्। तर बेक र यासुकोसम्म उनी पुग्न सक्दैनन्। यहाँनिर एउटा कुरा छ जसमा आजसम्म पनि बहस चल्छ। अनातोलीले त्यो दिन अक्सिजनको सिलिन्डर बोकेकै थिएनन्। उनको तर्क थियो, म अक्सिजनमा भर परे भने त्यो सकिने बित्तिकै म झन् कमजोर हुन्छु। बिना अक्सिजन चढ्न सक्ने भएपछि म बढी भरपर्दो हुन्छु। अनि उनी क्लाइन्टहरूभन्दा धेरै अगाडि नै तल झरेका थिए। पछि जोन क्राकाओरले किताब लेखे र त्यही कुरामा प्रश्न उठाए, के गाइडको काम क्लाइन्टसँगै रहनु होइन र? तर अर्को प्रश्न पनि सुन्नुहोस्, त्यही रात जब सबैजना ज्यान बचाउन टेन्टमा लुकेका थिए, बिना अक्सिजन एक्लै 3 पटक त्यो आँधीमा निस्किने मान्छे पनि त उनी नै थिए र 3 जनाको ज्यान बचाइदिए। तपाईलाई के लाग्छ, उनी गैर जिम्मेवार गाइड थिए कि त्यो रातको असली हिरो? यो प्रश्न म तपाईलाई नै छोड्छु। अब फेरि माथितिर फर्कौँ। साउथ समिट 8749 मिटर। डग ह्यान्सन गइसके, हिउँमा हराए, रब हल अब एक्लै छन्। रातभरिको आँधी, हातखुट्टामा फ्रस्ट बाइट, अक्सिजनको कमी, तल झर्ने कुनै तागत नै बाँकी छैन। तलबाट हेलेनले रेडियोमा खबर गर्छिन्, रब जिउँदै छन्। शेर्पाहरू माथि गएर बचाउन खोज्छन् तर आँधीले अगाडि बढ्नै दिँदैन। 2 दिनसम्म रब लगातार त्यहीँ फस्छन्। अनि त्यसपछि आउँछ यो फिल्मको सबैभन्दा गाह्रो दृश्य, जुन मलाई हेर्दा पनि मन भारी भएको थियो। बेस क्याम्पले स्याटेलाइट फोन जोडिदिन्छ सिधै न्युजिल्यान्डमा ज्यानको घरमा। रबको आवाज कापिरहेको हुन्छ, शब्दहरू बल्ल बल्ल निस्किरहेका छन्। ज्यान भन्छन्, उठ रब, हिँड्न सुरु गर। रब भन्छन्, थाहा छ तर सक्दिन। अनि ज्यानले सोध्छिन्, हाम्रो छोरीको नाम के राख्ने? रब भन्छन्, सारा। अनि रबका अन्तिम शब्दहरू थिए, धेरै नआत्तिनु, म तिमीलाई धेरै माया गर्छु, राम्ररी सुत्नु है। रेडियो शान्त हुन्छ। रब हलले त्यो पहाड कहिले छोड्न पाएनन्। आज पनि उनको शरीर त्यही साउथ समिटमै छ। उता तल ब्याल्कोनी भन्ने ठाउँमा स्कट फिसरको पनि ज्यान जान्छ। अनि यहाँ लोप्साङको कुरा गरौँ। त्यो 23 वर्षीय केटाले स्कटलाई घन्टौँसम्म तान्न खोज्यो, हातले घिसार्न खोज्यो, उठाउन खोज्यो, कानमा कराएर बोलाउन खोज्यो। तर 8000 मिटरमा एउटा बेस्यक मान्छेलाई 1 इन्च सार्नु पनि असम्भव कुरा हो। अन्तिममा स्कटले नै भने, त जा, मलाई छोडेर जा। लोप्साङ तल झर्छन् मद्दत बोलाउन, तर जब फर्केर आउँछन् धेरै ढिलो भइसकेको हुन्छ। यता साउथ कोलमा यासुको नाम्बा, जसले 7 महादेशको 7औं चुचुरो पुरा गरिन्, उनी पनि त्यही हिउँमा अस्ताइन्। भोलिपल्ट बिहान खोजी टिम निस्किन्छ। उनीहरूले बेक र यासुकोलाई भेट्छन्। दुवैजना हिउँमा आधा गाडिएका हुन्छन्। शरीर काठ जस्तै जमेको छ, नाडी चलेको छैन, सास छैन। डिसिजन हुन्छ, यिनीहरू गइसके, अब केही गर्न सकिँदैन। यो सुन्दा एकदमै निष्ठुर लाग्न सक्छ, तर हिमालको कठोर सत्य यही हो। एकजना मरेको मान्छेलाई बचाउन खोज्दा थप 5 जना मर्न सक्छन्।
अमेरिकामा बेगकी श्रीमती प्याटीलाई फोन जान्छ, "तपाईँका श्रीमान बित्नुभयो।" तर त्यसको केही घन्टापछि बेग बेदर्सको आँखा खुल्छ। 15 घन्टासम्म हिउँमा जमेर बसेपछि कुनै वैज्ञानिक व्याख्या नै नभई यो मान्छे अचानक होसमा आउँछ। दाहिने हात बरफको डल्ला भइसकेको छ, अनुहार पुरै कालो छ, आँखाले धमिलो मात्र देख्छ, तर उनी उठ्छन् अनि एक्लै हावा चलेको दिशा पछ्याउँदै क्याम्प 4 सम्म हिँडेर आइपुग्छन्। टेन्टको ढोका खुल्दा भित्रको मान्छेहरूले भूत देखे जस्तो गर्छन्, किनभने यो त्यही मान्छे हो जसलाई उनीहरूले आफ्नै हातले मरिसक्यो भनेर छोडेर आएका थिए। तर कथा यहाँ सकिँदैन। बेगलाई पैदल तल झार्ने कुनै उपाय थिएन। एउटा मात्र बाटो बाँकी थियो, हेलिकप्टर। अनि साथीहरू, यहाँ आउँछन् नेपालले गर्व गर्ने क्षण। नेपाली सेनाका पाइलट लेफ्टिनेन्ट कर्नल मदन खत्री छेत्री। त्यो उचाइमा हावा यति पातलो हुन्छ कि हेलिकप्टरको ब्लेडले हावालाई काट्नै सक्दैन। उनले के गर्छन् भने हेलिकप्टरको इन्धन घटाउँछन्, सिट निकाल्छन्, भारी हुने हरेक सामान फाल्छन् अनि हेलिकप्टर उडाएर क्याम्प 1 6000 मिटरभन्दा माथि पुर्याउँछन्। यो त्यो बेलासम्मको इतिहासकै सबभन्दा उचाइमा गरिएको हेलिकप्टर रेस्क्यु थियो। बेग बेदर्स र अर्का ताइवानी क्लाइम्बर मकालु गाउ दुवैको ज्यान यसरी बच्छ। बेग बेदर्सले आफ्नो दाहिने हात, बायाँ हातका सबै औँला अनि नाक गुमाउँछन्। डाक्टरहरूले उनको कानको छाला निकालेर नयाँ नाक बनाइदिए। तर मुख्य कुरा, उनी बाँचे। पछि उनले भनेका थिए, "त्यो हिउँमा मलाई बिउजाउने एउटा मात्र कुरा थियो, मेरो परिवारको अनुहार।" अनि न्युजिल्यान्डमा 2 महिनापछि ज्यानले एउटी छोरी जन्माइन्। नाम राखियो सारा। ठ्याक्कै त्यही नाम जुन रबले हिमालमा मर्दै गर्दा रोजेका थिए। सन् 1996 मे 10-11 जम्मा 8 जनाको ज्यान गयो। त्यो बेलासम्मको सगरमाथाको इतिहासकै सबभन्दा कालो दिन। रब हल, स्कट फिसर, डग ह्यान्सन, एन्डी ह्यारिस, यासुको नाम्बा अनि तिब्बततिरबाट चढ्दै गरेका 3 जना भारतीय क्लाइम्बर। अनि साथीहरू, यो कथाको सबैभन्दा तितो सत्य के थाहा छ? त्यो आदिबाट बाँचेर आएका 2 जना पनि जीवनमा धेरै टाढा जान पाएनन्। लोप्साङ जाङबु शेर्पा त्यही वर्षको सेप्टेम्बर महिनामा फेरि एभरेस्टमै हिमपहिरोमा परेर बित्नुभयो। उमेर जम्मा 24 वर्ष। अनि अनातोली बुक्रिभ, जसले 3 जनाको ज्यान बचाएका थिए, अर्को वर्षको डिसेम्बरमा अन्नपूर्ण हिमालमा हिमपहिरोमै परेर बिते। 1996 पछि के फेरियो त? केही कुरा पक्कै सुध्रिए। अहिले मौसमको जानकारी एकदमै सटिक हुन्छ। रेडियो र सञ्चार बलियो भएको छ। अक्सिजनको व्यवस्था राम्रो छ। तर एउटा कुरा फेरिएन। एभरेस्ट अझै पनि बिजनेस नै छ। बरु पहिले भन्दा झन ठुलो बिजनेस बनेको छ। त्यो वर्ष एक सिजनमा करिब 100 जना टुप्पो पुगेका थिए भने आजकल एकै दिनमा त्योभन्दा बढी पुग्छन्। हिलारी स्टेपको त्यो जाम अहिले झन डरलाग्दो भएको छ। अनि यो फिल्मले एउटा यस्तो प्रश्न छोडेर जान्छ जसको जवाब आजसम्म कसैसँग छैन। फर्किन नसक्ने सम्भावना छ भने थाहा हुँदाहुँदै पनि मान्छेहरू किन त्यहाँ जान्छन्? फिल्ममा एउटा कडा डाइलग छ, "पहाडले तपाईँको सपनाको ख्याल गर्दैन।" साँच्चै हो। सगरमाथालाई यस कुराले कुनै मतलब छैन कि तपाईँले कति पैसा तिर्नुभयो, कति वर्ष तयारी गर्नुभयो वा कति ठुलो सपना बोक्नुभयो। त्यसैले त आजसम्म 300 भन्दा बढी मान्छे त्यही हिउँमै छन्, कहिले नफर्किने गरी। अनि अन्तिममा मलाई एउटा कुरा भन्न मन लाग्यो। यो कथाको असली हिरो हाम्रा शेर्पाहरू हुन्, जसले डोरी बाँधे, भर्याङ राखे, आदिमा रेस्क्यु गर्न गए, तर जसका नाम प्राय हलिउडका फिल्ममा सबैभन्दा पछाडि एकदमै सानो अक्षरमा मात्र देखिन्छ। साथीहरू, कस्तो लाग्यो त यो कथा? मलाई कमेन्टमा 2टा कुरा भन्नुहोस् है त। पहिलो, रब हलले डग ह्यान्सनलाई त्यो दिन 2 बजेको नियम तोडेर माथि लैजानु उनको मानवता थियो कि गल्ती? अनि दोस्रो, अनातोली बुक्रिभ, उनी एउटा गैर जिम्मेवार गाइड थिए कि त्यो रातको हिरो? तपाईँको विचार तल कमेन्टमा लेख्नुहोला है। म साँच्चै सबैको कमेन्ट पढ्छु। कथा मन पर्यो भने भिडियो लाइक गर्न नबिर्सनुहोला अनि यस्तै रोचक भिडियोहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला। सँगैको बेल आइकन पनि थिचिदिनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।